तपाईको घरमा भोलि बिहान चिया पकाउँदा पकाउँदै ग्यास सिद्धियो भनेपछि के गर्नुहुन्छ? मेरै घरमा अस्ति भर्खर मैले ग्यास चिदिँदा 4 दिन लाग्यो ग्यास आउनलाई। जुम्ला र कालीकोटका मान्छेहरूले त फेरि दाउरा बटुल्न थालेका छन् र ठ्याक्कै यस्तै दृश्य 2072 सालमा भएको नाकाबन्दीको बेला देखिएको थियो। तर यसपटकको कारण नाकाबन्दी वा भूकम्प होइन, यसपटकको कारण 6000 किलोमिटर टाढा एउटा युद्ध भूमिमा लुकेको छ। हाम्रो भान्सामा भएको एउटा ग्यासको सिलिन्डर कसरी अमेरिका, इजरायल, इरान र भारत जस्ता देशहरूसँग जोडिएको छ, आउनुहोस् आजको यो भिडियोमा खण्डन गरौँ। भिडियो हामी डिटेलमा जानेछौँ, थोरै लामो हुनसक्छ, तर सबैभन्दा पहिला यो वाक्य चाहिँ याद राखिराख्नुहोस्। नेपालमा भइरहेको ग्यासको सङ्कट यो एक्चुअलमा ग्यासको सङ्कट होइन, यो निर्भरताको सङ्कट हो। पहिला तथ्याङ्कमा जाउँ, किनभने तथ्याङ्कले धेरै कुरा बताउँछ। नेपालमा 66 लाख घर परिवार मध्ये करिब 44% एलपिजीमा भर पर्छन् खाना पकाउनलाई। अझ झन् बागमती प्रदेश जहाँ काठमाडौँ उपत्यका पर्छ त्यहाँका मानिसहरू 77% भन्दा बढी एलपिजी ग्यासमै भर पर्छन्। नेपालमा एक महिनाको ग्यासको माग करिब 45 देखि 46 हजार छ। तर यो वर्ष यस्तो के भयो जसले गर्दा माग एक्कासी उचाल्यो। दैनिक सिलिन्डरको माग 1 लाख देखि 1,10,000 बाट कसरी 1,30,000 पुग्यो। कल्पना गर्नुहोस्, कुनै एउटा गल्लीमा हजुरको कुनै छिमेकीले मिडल इस्टमा यानि मध्यपूर्वमा युद्धको टेन्सन एकदम बढ्दो छ, अब ग्यास र तेलको अभाव हुन्छ भन्ने समाचार सुन्यो। अब त्यो छिमेकी आत्तिँदै कुनै एउटा ग्यास सप्लायर हुने जान्छ र एउटा ग्यास उसले ल्याउँथ्यो भने अब स्टकमा राख्छु अभाव हुनेवाला छ भनेर आत्तिएर 2-3 वटा सिलिन्डर लिएर आउँछ र यो कुरा उसको छिमेकीले पनि देखिरहेको हुन्छ र त्यो दोस्रो छिमेकीले पनि ऊ जस्तै गरेर अरू स्टकमा ल्याएर ग्यासहरू राखिदिन्छ र यस्तै गर्दै तेस्रो छिमेकीले पनि सबैले थुपारिरहेछन्, मैले किन नथुपार्ने त, म भोलि पर्सि फस्न सक्छु भनेर उसले पनि आत्तिएर धेरै ग्यास लिएर थुपारिदिन्छ र एक हप्तामा वास्तविक अभाव नहुँदै बजार रित्तिन थाल्छ। किनभने हरेकले अभाव आउला भनेर गरेको व्यक्तिगत निर्णयले सामूहिक अभाव सिर्जना गरिदिन्छ। अर्थशास्त्रमा यसलाई सेल्फ फुलफिलिङ सर्टेज भनिन्छ। आफै सिर्जना गरेको अभाव जहाँ डरले मात्रै वास्तविकता बदलिदियो। अनि नेपाल आयल निगम, जसले हामीले छोटकरीमा एनओसी भनेर चिन्छौँ, उसले के गर्यो? मार्च महिनामा एउटा असामान्य निर्णय लियो। पुरा 14.2 केजीको सिलिन्डरको साटो 7.1 केजीको आधा सिलिन्डर मात्र बाँड्न थाल्यो। किन? ताकि हरेक मानिसको घरमा ग्यास पुग्न सकोस्। अब यहाँ एउटा विरोधाभास हेरौँ। एनओसीले आफै फुकी भनिरहेछ बजारमा त अभावै छैन, तर त्यही बेला एनओसीले आफ्नो टेकुमा स्थित कार्यालयबाट निजी कम्पनीका ग्यासहरू बेचिरहेको थियो। अब अभाव छैन भन्दै सरकारी कार्यालय आफैले निजी ग्यासहरू बेच्दा यसले के देखाउँछ? नेपालको आफ्नै भण्डारण क्षमता कति कमजोर छ भन्ने कुरा। र यही कुरामा ठुलो प्रश्न छ, नेपालसँग आफ्नै ग्यास भण्डारण गर्ने क्षमता किन छैन, संरचना किन छैन? यसको जवाब अगाडि आउनेछ, तर अहिले हामी जरासम्म पुग्नुपर्छ। यो सङ्कटको सुरुवात कहाँबाट भयो? फेब्रुअरी 2026 को अन्तिम सातामा अमेरिका र इजरायलले इरान विरुद्ध आक्रमण थाले। संसारको तेल र ग्यास बग्ने सबभन्दा संवेदनशील नली, जसलाई हामीले स्ट्रेट अफ हर्मज भनेर चिन्छौँ, त्यो नै अस्थिर भयो। अब आफै सोच्नुहोस्, संसारको 20% भन्दा बढी तेल र ग्यास यही नलीबाट गुज्रिन्छ। त्यसैले युद्ध सुरु हुने बित्तिकै संसारभर ग्यास र तेलको मूल्य बढेर गयो र नेपाल, जसले 100% इम्पोर्ट गर्छ यानि आयात गर्छ तेल र ग्यास, यो उछालको नेपाल सिधा शिकार बन्यो। नेपालमा कुनै पनि समुद्री नाका छैन, त्यसैले नेपालले खाडी मुलुकबाट तेल मगाउँछ, तर खाडीबाट सिधा नेपालमा आइपुग्दैन तेल। तेल भारत हुँदै आउँछ, विशेष गरेर बिहारको बरौनी रिफाइनरीबाट आउँछ। मैले अघि नै भनेको थिएँ, नेपालमा तेल र ग्यास 4 वटा देश पास गरेर आउँछ। सुरुमा समुद्री ट्याङ्कर, त्यसपछि भारतको रेलमार्ग, त्यसपछि भारतबाट बुलेट ट्याङ्कर हुँदै वीरगन्जको नाकाबाट छिरेर काठमाडौँसम्म आइपुग्छ। अब सोच्नुहोस्, यति लामो यात्रामा कुनै एउटा ठाउँमा केही बिग्रिदियो भने पुरै चेन नै रोकिन्छ। अमेरिका र इजरायलको अट्याकपछि, आक्रमणपछि, ढुवानी अवरुद्ध भएपछि भारत सरकारले आफ्नै उद्योगहरूको आपूर्तिलाई काटेर घरयासी उपभोक्तालाई सहज गराइदिएको थियो र त्यो गराइदिँदा पनि भारतका विभिन्न ठाउँमा ठुला लाइन बसेको देखिन्थ्यो ग्यास पाउनको लागि। अब सोच्नुहोस्, जब ठुलो देशलाई नै ग्यास पुगिरहेको छैन भनेपछि यति सानो देशको पालो कहिले आउँथ्यो र? भारतले आफ्नो जनतालाई पहिला हेर्ने कि नेपाली जनतालाई? जवाफ स्पष्ट थियो र त्यसैले फेब्रुअरी र मार्चतिर बिरौनी रिफाइनरीमा मर्मत समेत जोडियो, जसले गर्दाखेरि नेपालले अस्थायी रूपमा इन्डियाको पारादीप रिफाइनरीबाट ग्यास भित्राउनु पर्यो। पहिलाको बिरौनी रिफाइनरीबाट 3-4 दिनमा ग्यास आइपुग्थ्यो भने अब 10-11 दिन लाग्न लाग्यो यो नयाँवाला रिफाइनरीबाट। यो केवल दूरीको समस्या मात्र होइन, यो निर्भरताको संरचनागत कमजोरी हो नेपालको। जब तपाईको देशको 100% एउटै देशको एउटै मार्गमा भर पर्छ, यो मुलुकमा जे भयो त्यसको प्रत्यक्ष असर तपाईको भान्सामा पर्छ।
र यहीँनिर एउटा कुरा प्रश्न पारौँ, यो कथामा अमेरिका खलनायक होइन, इजरायल पनि खलनायक होइन, खलनायक इरान पनि होइन, न त भारत नै खलनायक हो। यी त केवल घटनाहरू मात्रै हुन्, घटनाहरू जुन संसारभरि चलिरहन्छन्, कहिले रोकिँदैनन्। कहिले एउटा देशमा हुन्छ भने कुनै दिन अर्को देशमा होला। यो कथाको साँचो खलनायक हो निर्भरता, यानि डिपेन्डेन्स। एउटा यस्तो निर्भरता जसले नेपालको आफ्नै भान्साको नियन्त्रण कुनै अर्को देशलाई दिएको छ। र यही कारणले मैले सुरुमा भनेको वाक्य फेरि दोहोऱ्याउँछु, नेपालमा ग्यासको सङ्कट ग्यासको समस्या होइन, यो निर्भरताको समस्या हो। अब प्रश्न यो होइन कि दोषीको हो, अब मेन प्रश्न यो छ, नेपालले यो निर्भरता तोड्न किन सक्दैन? र यही कुरा बुझ्न हामी अब एकछिन पैसातिर जान पर्छ। नेपाल आयल निगमले हरेक महिना अर्बौं रुपियाँ घाटा बेहोर्दैछ। किनभने नेपाल सरकारले अन्तर्राष्ट्रिय बजारमा ग्यास र तेलको मूल्य बढ्दा नेपालका जनतालाई त्यति भार नपरोस् भनेर भार नबोकाएर आफूले सब्सिडी मार्फत जनतालाई कम मूल्यमा यो ग्यास र तेल दिइदिन्छ। अब फेरि एउटा तथ्य सुन्नुहोस्, जुन सुनेपछि हजुर छक्क पर्नुहुन्छ। नेपालको मासिक ग्यास माग 45 देखि 46 हजार टनसम्म छ भनेर हामीले अघि नै भनिसक्यौँ। तर नेपालभरका सबै एलपिजी कम्पनीका ग्यास भण्डारणको क्षमता जोड्ने हो भने त्यो सङ्ख्या जम्मा 10,166 मेट्रिक टन छ। यसको मतलब के हो बुझ्नुभयो? यदि आजै नेपाल आउने ग्यासको ढुवानी पूर्ण रूपमा रोकियो भने सम्पूर्ण देशको भण्डार जम्मा 1 हप्ता पनि नपुग्ने मात्रामा छ। एउटा ठुलो देशको लागि 1 हप्ता भनेको कति थोरै समय हो आफै सोच्नुहोस्। एउटा घर धनीले पनि महिना दिनको चामल भण्डारणै गरेर राख्छ। तर नेपाल राज्यले यो 66 लाख घर परिवारको भरोसा बोकेर हिँडेको संस्थाले जम्मा 1 हप्ता पनि राख्न सक्दैन। र सबैभन्दा चकित पार्ने कुरा, नेपालमा 58 वटा एलपिजी बोटलिङ प्लान्ट छ जसको संयुक्त क्षमता दैनिक 1,62,000 सिलिन्डर भर्ने हो। तर नेपाल आयल निगम आफैसँग आफ्नो एउटा पनि एलपिजी भण्डारण संरचना छैन। एउटा देश जसले आफ्नो ऊर्जा सुरक्षाको जिम्मा राज्यलाई दिएको छ, त्यही राज्यको संस्थासँग आफ्नो भण्डार राख्ने ठाउँै छैन। बरु सम्पूर्ण उत्पादन र भण्डारण निजी क्षेत्रको हातमा छ। गत 15 वर्षदेखि एनओसीले आफ्नै ब्रान्डिङमा बोटलिङ गर्ने प्लान बनाइरहेको छ। किन अगाडि बढेन भन्नुहुन्छ भनेपछि यहाँ भू राजनीति र स्थानीय राजनीति एकै ठाउँमा मिसिन्छन्। त्यही अरू कुरामा भए जस्तै यहाँ पनि राजनीतिक तहमा निरन्तरताको अभाव अनि दूरगामी योजना बनाउन छाडेर अहिलेलाई यो समस्या समाधान गरौँ, पछिको काम पछि नै हेरौँला भनेर बनेका हाम्रा नीतिहरू, यी सबैले मिलेर नेपाललाई हरेक यस्तो सङ्कटको बेला एउटै ठाउँमा पुर्याउँछन्। अब गहिरो प्रश्नमा जाउँ, नेपाल किन सधैँ यस्तो समस्यामा फस्छ? 2072 सालको नाकाबन्दी सम्झिनुहोस् एकपटक। त्यति बेला राजनीतिक कारणले भारतले सीमा बन्द गर्यो, जसले गर्दा नेपाल महिनौं अन्धकारमा बस्यो। यसपालि कारण त फरक छ, तर नतिजा भने उस्तै छ। किनकि त्यति भोगिसकेर पनि संरचना नै बदलिएको छैन। नेपालको ऊर्जा आपूर्ति श्रृङ्खला यानि पेट्रोल, डिजेल र ग्यास एउटै मुलुक एउटै मार्गमा उभिएको छ। यसलाई अर्थशास्त्रमा भनिन्छ सिंगल पोइन्ट अफ फेलियर। एउटै बिन्दु बिग्रियो भने सम्पूर्ण प्रणाली ढल्छ। अब यही कम्पेरिजन गरेर हेरौँ भारतको सिनारियो। भारतमा 3 वटा ओइल कम्पनी छन्। यी तीनटै एलपिजी क्षेत्रमा प्रतिस्पर्धा गर्छन्। यिनीहरूको आफ्नै बोटलिङ, आफ्नै भण्डारण र सरकारको प्रत्यक्ष नियन्त्रण छ। तर नेपालमा यो मोडेल छैन। नेपालमा राज्यको भूमिका एउटा आयातकर्ता बनेर मात्र सीमित छ। त्यसो भए हामी चीनतिर किन जान सक्दैनौँ? चीनमा किन भर पर्न सक्दैनौँ? किनभने त्यहाँ हामीलाई भूगोलले रोक्छ। तिब्बतको भूमिबाट हामीले आयात गर्न संरचना र पूर्वाधारै छैन। लागत एकदमै बढी छ र हिमाली मार्गहरू वर्षको धेरै समय बन्दै रहन्छन्। नेपाल भन्नलाई स्वतन्त्र मुलुक हो, तर ऊर्जामा कति पनि स्वतन्त्र छैन। त्यसो भए कि नेपालसँग विकल्पै छैन? छ। र रोचक कुरा, नेपालले यो विकल्प अगाडि नै अपनाइसकेका छ। 90 र 2000 को दशकमा नेपालले संसारकै अग्रणी बायोग्यास कार्यक्रम चलाएको थियो। लाखौं घर परिवारले गोबर ग्यासबाट खाना पकाए। वनको विनाश पनि घट्यो र इम्पोर्ट यानि आयातमा निर्भरता पनि कम भयो। तर बिस्तारै यो कार्यक्रम शिथिल बन्यो, अनुदान घट्यो अनि राजनीतिक प्राथमिकता पनि सर्यो। अर्को विकल्प थियो विद्युतीय चुलो। नेपालको आफ्नै जलविद्युत छ, प्रशस्त छ र वर्षायाममा त झन् खेरै जान्छ। अहिले धेरै परिवारहरू इन्डक्सन चुलोतिर सर्दै हुनुहुन्छ र यसपालिको सङ्कटमा जोसँग बिजुली इन्डक्सन चुलो थियो ऊ यो लाइनमा उभिन परेन। तर ग्रामीण क्षेत्रमा बिजुलीको भर पर्ने पूर्वाधार र इन्डक्सन चुलो किन्ने आर्थिक क्षमता छैन। अब प्रश्न मेन सरकारलाई छ कि अरू समस्या जस्तै समाधान भइसकेपछि अब यो काम सल्टिहाल्यो कि र यसलाई के हेर्ने भनेर पहिला जस्तै गति देखाउँछ कि दीर्घकालीन योजनामा लगानी गर्छ। गत 10 वर्षमा हेर्दाखेरि यो घटना करिब 4 पटक दोहोरिसकेको छ। सङ्कट आउँछ, मान्छे लाइनमा उभिन्छन्, सरकारले अस्थायी समाधान पनि ल्याउँछ, त्यसपछि सबैले बिर्सिन्छन्। तर तबसम्म जबसम्म अर्को सङ्कट नआओस्। त्यसो भए अब फर्क्यौं सुरुकै प्रश्नमा।
हजुरको घरको सिलिन्डर सक्यो भने हजुर के गर्नुहुन्छ? अब यसको सोलुसन भने त्यही एउटै छ। जबसम्म नेपालले आफ्नो संरचना बनाउँदैन, आफ्नो भण्डारण बनाउँदैन, बोटलिङ सरकारको तर्फबाट निक्लिँदैन, तबसम्म जनताले यस्ता समस्याहरू भोगिराख्न पर्छ। कुरा हजुरलाई के लाग्छ तल कमेन्ट गर्न नबिर्सिनु होला र भिडियो मन पर्यो भने लाइक गर्नु होला, शेयर गर्नु होला साथीहरूसँग। नमस्ते, अर्को भिडियोमा भेटौँला।